सन्तुकीमा हरियो त्यसपछि फेरि मेरो काममा लाग्छु अनि त्यसपछि यी कविहरू छन् यी साहित्यकारहरू छन् यिनीहरू यस्तो यस्तो जीवनयापन गर्छन् भनेर मेरो लागि त्यति जरुरी थिएन खाने भन्ने कुरा मलाई त्यति गाउनु भएको छ के छ तपाईँ एउटा अन्तर्वार्तामा एउटा मात्रै होइन तपाईँले बारम्बार भनिराख्नु भएको कुरा म एक कुरेतको कविता वेदान्तहरू भयो सो यसमा चाहिँ के कस्तो लागेको अनि त्यसपछि के गर्दाखेरि मैले तपाईँको पानी परेको के भन्नु मैले एक दुईवटा सुनाउँदाखेरि एकदमै खुसी हुनुभयो अनि त्यस्तै एउटा संयोग विशेषले गर्दाखेरि हामी सँगै माथि म पनि केही कौशलले प्रणालीमा आएको भनेको 5-7-5मा पढेर बस्नुपर्ने धेरै समय बितिसक्यो त्यो भएकै 10-15 वर्ष भइसक्यो समय टाइम भएकै होइन आज पनि अध्यापन तपाईँ एकदमै कोसिस थियो होइन त्यति राम्रो लेख्ने अहिले फिलोसफीमा छु अहिले यो प्रसङ्ग चलिरहेको तर मैले गएर भने भएपछि यसै आउँछु भन्नुभयो अनि आएपछि तपाईँका ती जिन्दगीका यावत जुन पाटाहरू छन् जुन पहलहरू छन् ती प्रकाशमा नै आएका छन् एकदमै मनपर्ने विधा थियो होइन अनि